अत्यन्तै महत्त्वपूर्ण सूचना, एक लाइक गर्दै भिडियोलाई शेयर गर्न नबिर्सिनुहोला। फागुन 21 गते हुने चुनावका लागि निर्वाचन आयोगले गरेका निर्णयहरू र नेपाल सरकारलाई सहजीकरणको लागि गरेको अनुरोध। फागुन 18 गते राति 12 बजेपछि निर्वाचन प्रचार प्रसार गर्न नपाइने, मतदानको 7 दिन अगाडिदेखि परिणाम सार्वजनिक नहुन्जेलसम्म रक्सी बेच्न र खान रोक लगाउने। फागुन 20 गते राति 12 बजेदेखि फागुन 21 गते साँझ अति आवश्यक सवारी साधन बाहेक अन्य गाडी सबै सञ्चालनमा रोक लगाउने। चुनावको दिन डोमेस्टिक र इन्टरनेसनल फ्लाइट सञ्चालन हुने, विमानस्थल जाँदा आउँदा अनिवार्य रूपमा टिकट साथमा राख्नुपर्ने। चुनाव हुनुभन्दा 72 घण्टा अगाडिदेखि जिल्लाका अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने व्यवस्था मिलाइने। मतदानको लागि मतदाता नामावली नाम भए परिचय खुल्ने परिचय पत्र जस्तै मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, जग्गा धनी लालपुर्जा, पासपोर्टले पनि भोट दिन मिल्ने। अत्यन्तै जरुरी सूचना तपाईहरुको सामुमा आएको छ। यो सूचनालाई सबैसम्म पुर्याउन जरुरी छ, किनकि धेरैलाई धेरै कुरा थाहा नहुन सक्छ, तर सबैले थाहा पाउनै पर्ने कुरो भएको कारण सबैजनाले एक लाइक गर्दै भिडियोलाई शेयर गर्दै सबैसम्म पुर्याउने दायित्व तपाई हामीकै हो। त्यसैले यो भिडियोलाई धेरै मासम्म पुर्याउने प्रयत्न गरिदिनु होला अनि धेरै जनालाई बुझाउने पनि प्रयत्न गरिदिनु होला है त।